साथीहरु अब भने युट्युबमा एउटा बिग अपडेट आउँदैछ एडसेन्स रिलेटेड। अब भने नयाँ क्रिएटरहरुलाई निकै फाइदा हुनेछ। च्यानल मोनेटाइज गर्ने बेलामा चाहिँ हामीले एउटा एडसेन्स अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्थ्यो। सँगसँगै हामीले एडसेन्सको पिन मगाएर एड्रेस भेरिफिकेसन गर्नुपर्ने हुन्थ्यो। यहाँनिर के हुन्थ्यो भने धेरै जसो साथीहरुको आफूले दिएको एड्रेसमा चाहिँ एक्सचेन्ज पिन चाहिँ नआउने। त्यसले गर्दा धेरै साथीहरुको च्यानल डिमोनेटाइज पनि भएका छन्। र अब भने चाहिँ एडसेन्स रिलेटेड एउटा बिग अपडेट आउँदैछ, जुन अपडेटलाई प्रयोग गरेर सजिलैसँग एड्रेस भेरिफिकेसन गर्न सकिनेछ। नर्मली पहिला चाहिँ के हुन्थ्यो भने च्यानलले क्राइटेरिया पूरा गरेपछि हामीले मोनेटाइजको लागि अप्लाई गर्दा चाहिँ त्यहाँनिर एक्सचेन्ज अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्थ्यो। सँगसँगै हामीले एक्सचेन्ज पिन अप्लाई गर्नुपर्ने हुन्थ्यो। पिन आइसकेपछि हामीले त्यहाँनिर पिन राखेर एड्रेस भेरिफिकेसन गर्न सकिन्थ्यो। र धेरै जसो साथीहरुले एड्रेस दिनुहुन्थ्यो, त्यो एड्रेससम्म पिनै नआउने र पिन रिसिभ गर्न एकदमै गाह्रो हुने, कतिपयको त पिन पनि नआउने, यस्तो समस्या थियो। अब भने चाहिँ हामीले धेरै अप्सनहरु पाउनेछौँ। फेस भेरिफिकेसन गरेर हामीले एड्रेस भेरिफिकेसन गर्न सक्नेछौँ। सँगसँगै त्यहाँनिर धेरै अप्सनहरु पनि हुनेछन्, अरु धेरै अप्सनहरु हुनेछन् जुन सुटेबल लाग्छ त्यसैलाई हामीले युज गर्न सकिनेछ। र सँगसँगै पिन अप्लाई गरेर पिनै मगाएर पनि पिन राखेर हामीले एड्रेस भेरिफिकेसन गर्न सक्छौँ, जुन यो अहिले पनि छ, यो पनि रहिरहनेछ। र यसले गर्दा धेरै क्रिएटर साथीहरुलाई फाइदा हुनेछ र सजिलैसँग आफ्नो च्यानललाई मोनेटाइज गर्न सक्नुहुन्छ, एक्सचेन्ज अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ, एड्रेस भेरिफिकेसन गर्न सक्नुहुनेछ र युट्युबबाट गरेको इन्कमलाई सजिलैसँग नेपालको बैंक खातामा रिसिभ गर्न सक्नुहुनेछ। र त्यसैगरी अर्को एउटा अपडेट पनि युट्युबले ल्याउने भएको छ। नर्मली हामीले कुनै पनि क्रिएटरहरुको च्यानल सब्स्क्राइब गर्यो भने साइडमा हामीले एउटा जोइन बटन पनि देख्ने थियौं। नेपालको हकमा चाहिँ जोइन बटन छैन, हामीले सब्स्क्राइब मात्र देख्छौं। अन्य कन्ट्रीमा हेर्ने हो भने चाहिँ जोइन बटन पनि हामीले देख्छौं। सब्स्क्राइब गरिसकेपछि साइडमा जोइन बटन देख्नेछौँ। अब भने सब्स्क्राइब प्लस भनेर एउटा बटन आउनेछ। हामीले कुनै पनि क्रिएटरको च्यानल सब्स्क्राइब गर्यौं भने सब्स्क्राइब प्लस भनेर पनि त्यहाँनिर आउनेछ र त्यो च्यानलको हामीले मेम्बरशिप जोइन गर्न सक्नेछौँ। र त्यसैगरी अर्को अपडेट छ म्युजिक रिलेटेड। हामीलाई कुनै पनि म्युजिक चाहियो भने युट्युबको अडियो लाइब्रेरीमा गएर हामीले म्युजिकहरु जुन मन पर्छ त्यो म्युजिकहरु डाउनलोड गरेर हामीले युज गर्न सक्थ्यौं। अब भने चाहिँ आफैले म्युजिक बनाउन सक्नेछौँ। युट्युबले अब अडियो लाइब्रेरीको ठाउँमा चाहिँ युट्युब क्रिएटर मेटा भनेर एउटा अप्सन दिनेछ। त्यसलाई हामीले युज गरेर हामीलाई कस्तो खालको म्युजिक चाहियो हामीले त्यहाँनिर टाइपिङ गरेर कुनै पनि म्युजिकहरु बनाउन सकिनेछ। कि एआईले नै हामीलाई म्युजिक बनाएर दिनेछ र त्यसमध्ये हामीलाई जुन मन पर्छ त्यो हामीले म्युजिकहरु युज गर्न सक्नेछौँ। साथीहरु, युट्युबको यो आउँदै गरेको अपडेट के कस्तो लाग्यो कमेन्ट गर्नु होला। भ्यू डिटेक युट्युब च्यानल हेर्दै गर्नु होला। नमस्कार।